हेलो एभ्रिवान अस्सलाम वालेकुम वेलकम ब्याक टु माई युट्युब भिडियो होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिकै छु। अहिले चाहिँ बेलुकाको 8 बजिसक्यो। हामी चाहिँ अब सबै फ्यामिली भएर गाउँ जान लागेको। यो ब्लग चाहिँ छोटो मिठो हुन्छ होइन, भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। अहिले चाहिँ पोखरीदेखि दाइ भाइ र बहिनी मेरो छोरी चाहिँ आइसक्नु भयो। अब हामी एकछिनमा रेडी भएर गाउँ जान्छौँ। 8 बजिसक्यो, जाँदा त 9 बज्छ होला। यहाँ चाहिँ हामी यतिजना छौँ। मैले बनाएको लड्डु है यो चाहिँ। नाइस। कस्तो कस्तो भइरहेको तेरो च्यानल के बारे में केही न केही कल आयो क्या मैले नि है। कल हो। हामी चाहिँ अब जान लाग्यो सबैजना। दाइ चाहिँ बाइकमा जानुहुन्छ। तँ पनि बाइकमा है? या मेबी हामी चाहिँ स्कर्पियोमा जान्छौँ। हेलमेट खोइ, हेलमेट हेलमेट मलाई त खुसबुले बोकेर लाग्ने अरे। चाहिँ अब जान लाग्यो। ऊ चाहिँ मेरो भाइ हो। अब पछाडि चाहिँ भाइ बहिनी हुनुहुन्छ। हामी चाहिँ भर्खर आइपुग्यौँ। के कोइदैन मेरो ब्लगमा। हामी भर्खरै साउदी अरबमा प्रस्थान गरेका छौँ। हाम्रो आसमिना दिदीको भ्लगलाई धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला। लाइक सपोर्ट सब्सक्राइब अनि यो त देखाउनु हुन्न फेरि। यहाँ म चिनिन्छु नि फेरि। अब हामी जान्छौँ। यहाँबाट चाहिँ थोरै हिँड्नुपर्छ, 1 मिनट हिँड्नुपर्छ। ओहो पिज्जा त यस्तो भएछ यहाँ। यो पिज्जा उता डेलिभरी बोय। खोइ डेलिभरी बोय यस्तो झोला मलाई बोकाएर डेलिभरी बोयले। चलो मम्मी ऊ त जाने हो। ऊ त बत्ती बलेको घर। त्यति बेला 9 बजिसक्यो। हाम्रो भाइको साइकल चाहिँ रेस्ट गर्दै रहेछ यति बेला। पानी हालिदियो। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। मिठाई के है? पकाउँदैछौँ। म चाहिँ त्यस्तै सुन्छु। चाहिँ प्याज हो, प्याज चाहिँ गरेर अल्टी पकाउँदै हुनुहुन्छ। खुस्दै हेलो। आज कुकम्यान दाइ सबैजनाले पकाएर पनि म चाहिँ म्याच पास गर्दैछु। मेरो ब्लग मैले म्याच यहाँ राखेँ। यस्तो रमाइलो हुँदै पनि पढाउँदास के सरप्राइज के हो यस्तो? रिसर्च को टाइटल देखाऊ। यहाँ यस्तो अलिअलि टाइटलहरू देखाऊ। हाम्रो गाउँमा गर्ने हो यो रिसर्च। यो यिनीहरू देखाउनु मिल्दैन यो। अझै खोजेर भ्याइनस्। सुन यस्तो हुन्छ कि कस्तो? अब जस्तै तैँले मलाई कति धेरै टाइटलहरू पठाइछस् नि त रिसर्चको। तर त्यो जति धेरै टाइटल भए पनि हाम्रो 5 वर्षभित्रमा जति पनि टाइटलहरू छ नि, रिसर्चहरू छ नि, गरेछन् नि दिदीहरूले, त्यो 5 वर्षभित्रको जति पनि भयो त्यो रिपिट गर्न पाइँदैन। अनि हामीले गुगलमा सर्च गरेर यसको लागि लिट्रेचर पनि हामीले थाहा पाउनुपर्छ। त्यही भएर गाह्रो छ, तर गाह्रो छ। कतिवटा पाइकिन सबै? 3टा म कहाँबाट खोज्ने हो? ऊ चाहिँ हाम्रो नाक्कै, हाम्रो फ्यामिलीको सबैभन्दा सानो भाइ, सबैको प्यारो भाइ। बजिसक्यो, अझै पाक्दैछ कि। निद्रा पनि लाग्छ, भोक पनि लाग्छ। अस्सलाम वालेकुम। सुमन दाइ नि त्यही हुनुहुन्छ। आज 5 महिनापछिको छुट्टी दाजुभाइ सँगै
अरू त त्यस्तै आउँदाखेरि सी फुड लिएर आइदिए मकै त यहीँ छ अब अरू यहाँबाट सी फुड बोकेर हामी खुदी खोला त्यत्रो सी फुड उताउँदै यहाँबाट लिएर जी पछि हाम्रो खाना खाने टाइम भइसक्यो सबैजना यहाँ छौँ कासिम शेख कता गयो ती यति बेला कति बज्यो 12 बज्नु लाग्यो 12 बज्नु ल खुसबु अनि नातिनी बुहारी पनातिनी तँ पनातिनी है यो अन्तनी अरू बोल्नु अनि बोलाइदियो घर पकाउँदाखेरि अब आमाले आफैले पनि बोलाइदियो अब यतिकै बसेर 1 घन्टामा गेम सुरु फ्यामिली गेट टुगेदर हुँदैछ सातजना भयो न सबभन्दा सानो यहाँ नातिनी हो अरे मेरो नातिनी होइन यहाँ यस्तो सानो भने हामी चाहिँ भर्खरै घर हो सबैजना माथि गइसक्यो मैले हुन्छ कि मित्रले यस्तो भएको छ नि 1 बजिसक्यो कि अब गेम हेरेर सुत्ने हो हामी चाहिँ भर्खर घर आइपुग्यौँ अब चाहिँ ऊ चाहिँ भोलि 1:30 भयो 1:30 भयो गेम हेरेर सुत्ने हो म त जति सक्यो कि हामी दुईजनालाई कि आपत हामी दुईजनालाई आपत ऊ भोलि कलेज जान्छ म उता लन्डन जान्छु सो गाइस आजको भिडियो मैले एन्ड गरेँ अर्को भिडियोको साथ भेटौँ ल बाई